येशू चाँडै आउँदै हुनुहुन्छ। यो भनेको सुनेको मैले लगभग 27-28 वर्ष भइसकेको छ। कतिजनाले एउटा गीत छ, मलाई क्रिस्चियन गीत मलाई साह्रै मनपर्छ। यो गीत चाहिँ तिम्रो बाटो हेर्दा हेर्दै नयनहरू थाकिसके। प्रकाश 22 को 12 यसरी लेखिएको छ, हेर म चाँडै आउँदैछु, हरेक मानिसलाई उसले गरे अनुसारको दिने प्रतिफल मसँग छ। म अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्य हो। यस्तो के गर्दै हुन्छ? चाँडै आउँदै हुन्छ। हरेक मानिसले गरेको प्रतिफल दिनको लागि चाहिँ येशू ख्रीष्ट यो संसारमा के गर्दै हुन्छ? फेरि आउँदै हुन्छ। हालेलुया। तर येशू ख्रीष्टको चाहिँ गुप्त आगमनको विषयमा आज तपाईहरुसँग म बोल्न लागिरहेको छु। येशू तपाईलाई लिन आउँदै हुनुहुन्छ। जो येशू ख्रीष्टको प्रतीक्षा गरेर बसेको छ नि, उनीहरूलाई लिनको लागि येशू ख्रीष्ट आउँदै हुनुहुन्छ। येशू ख्रीष्टको प्रतीक्षा गरेर बसेको छ जो साँचो हृदय नि, त्यो एक दिन यो पृथ्वीबाट के गर्नेवाला छ? हराउनेवाला छ। यसलाई चाहिँ के भन्यो? गुप्त आगमन न। तर बाइबलमा धेरै वचनहरू छ जसले चाहिँ येशू ख्रीष्टको गुप्त आगमन हुन्छ भनेर देखाएको छ। अब तपाईँ र्याप्चरमा उठाइ लगिनु भएन भने हामी चाहिँ कसको हातमा सुम्पिनेवाला छौँ? शैतानको हातमा सुम्पिनेवाला। अब यदि तपाईँ म यो गुप्त आगमनमा उठाइ लगेन भने नि, सङ्कटकाल र महासङ्कटकाल तपाईँ मैले भन्नुपर्छ। जो जति यहाँनिर यो संसारमा छुटेका छन् नि, त्यो छुटेका विश्वासीहरूको लागि चाहिँ पश्चाताप गर्ने समय लागि, उठाइ लगिनको लागि जहिले पनि एउटा कुरा हुनुपर्छ, तपाईँ जागा रहनुपर्छ, तपाईँ तयारी रहनुपर्छ, हामी चाहिँ प्रार्थनाको जीवन हुनुपर्छ, पवित्र आत्माको भरिपूर्ण जीवनसँग तपाईँ मैले जिउँछौँ नि। त्यस पछाडि येशू ख्रीष्ट जब आउनुहुँदैछ नि, तपाईँ मलाई उठाइ लाग्नुहुन्छ। जब म जागा भेटाइन्छु नि, त्यसपछि मात्रै म परमेश्वरको राज्यमा जान्छु। अब तपाईँको श्रीमान जागा भएर, तपाईँको श्रीमती जागा भएर, तपाईँको छोरा जागा भएर तपाईँ जान पाउनुहुन्न। जो व्यक्तिगत रूपमा जागा भएको छ नि, त्यो व्यक्ति मात्रै तपाईँ तयारी अवस्थामा बस्नु, केही गर्नै परेन। जब गुप्त आगमनको समय आउँछ, प्रभुले तपाईँलाई उठाइ लगिसक्छ। हालेलुया। मैले एक शक्ति दिनुहुन्छ तपाईँलाई। मध्य आकाशमा गएर 7 वर्ष तपाईँ के गर्नुहुनेछ? येशू ख्रीष्टसँग मध्य आकाशमा तपाईँ रहनुहुनेछ। हुन्छ, यहाँ जति उपस्थित हुनुहुन्छ यहाँ सबैलाई जय मसीह, जय मसीह। सन्चै हुनुहुन्छ तपाईँहरू? हालेलुया। ल एकचोटिमा हालेलुया भन्छ, तपाईँहरू हालेलुया भन्नुहोस् है। हालेलुया, हालेलुया। वचन सुन्ने बेला म सुत्नेछु भन्ने साथीले आमेन भन्नुहोस् त। कोही पनि सुत्नुहुन्न रहेछ, मलाई थाहा छ। मैले बोलेको एक एक शब्दलाई चाहिँ तपाईँले ध्यान दिनुहुन्छ भन्ने कुरा चाहिँ म आशा गर्छु। अनि आज हामीले संगतिमा यसो हेर्छौँ भने प्रभु येशू ख्रीष्टको आगमनको विषयको भजन गीतहरू गाए। तपाईँलाई थाहा छ, येशू चाँडै आउँदै हुनुहुन्छ। के गर्दै हुनुहुन्छ? येशू चाँडै आउँदै हुनुहुन्छ। यो भनेको सुनेको मैले लगभग 27-28 वर्ष भइसकेको छ। कतिजनाले एउटा गीत छ, मलाई यो क्रिस्चियन गीत मलाई साह्रै मनपर्छ। यो गीत चाहिँ तिम्रो बाटो हेर्दा हेर्दै नयनहरू थाकिसके। यो चाहिँ प्रभुको बारेमा बनाएको गीत हो। अनि प्रभु येशू ख्रीष्टको बाटो हेर्दा हेर्दै उसको नयन के भएको छ? थाकेको छ क्या, आँखा थाकेको छ। कतिचोटि हामीले पनि धेरैचोटि येशू ख्रीष्ट आउँदै हुनुहुन्छ भन्ने कुरालाई सुने होइन त? धेरैचोटि सुनेको। अब यहाँ कतिजनाले विश्वास गरेको 2 वर्ष पुगेको होला, कसैले 3 वर्ष होला, कसैले 15 वर्ष, कसैले 20 वर्ष, कसैले 28 वर्ष, कसैले 30 वर्ष पुगेको होला। तपाईँले विश्वास गरेदेखि नै येशू ख्रीष्ट चाँडै आउँदै हुनुहुन्छ भन्ने कुरा सुन्नु भएको हो कि भन्नुहोस् त। एउटा चर्चमा चाहिँ कस्तो भएछ भने, मैले पहिला भनेको थिएँ, यत्रो अग्लो पुलपेट रहेछ। के रहेछ भन्नुहोस् त सबैले? यत्रो अग्लो पुलपेट रहेछ। अनि वक्ता चाहिँ साह्रै जोसिलो परेछ, बाहिरबाट आएको वक्ता। अनि उहाँले चाहिँ येशू ख्रीष्ट चाँडै आउँदै हुनुहुन्छ भन्ने विषयमा चाहिँ वचन बाँड्न सुरु गर्नुभएछ। अनि उहाँले चाहिँ यसो भन्नु भएन, येशूले भन्नुभयो हेर म चाँडै आउँदैछु भन्न पर्ने, उहाँले चाहिँ के भन्नुभएछ? हेर म चाँडै आउँदैछु, हेर म चाँडै आउँदैछु। अब वक्ता एकदमै जोसिलो। अनि त्यस पछाडि के भयो थाहा छ? हेर म चाँडै आउँदैछु भन्दै गर्दाखेरि चाहिँ यो खुट्टा चिप्लेर एउटा बुढी आमामा पुग्नु भएछ। पुलपेट अग्लो थियो नि त। त्यो आमाले चाहिँ पुस्याउनु भएछ अङ्गालाई बाटोमा।
अनि पास्टरले सोध्नु भएछ, आमा तपाईँले कसरी थाहा पाउनुभयो म यहाँ आउँदैछु? अहिलेदेखि तपाईँले म आउँदैछु भन्नु आएन। त्यो भएर मैले के गरेको, तपाईँ त्यहाँबाट चिप्लन भयो, कतिखेर चिप्लेर आइपुग्नुहुन्छ भन्ने मैले हेरिरहेको थिएँ। अनि तपाईँ म भट्टा आउने बेला मैले के गरेँ, तपाईँलाई च्याप्पै समाएँ। कतिचोटि हामी प्रभु येशू ख्रीष्टको आगमनलाई हामी कुरेर बसेका मानिसहरू बुझ्दै हुन्छ नि। यसो के गर्दै हुनुहुन्छ? सबैले भन्नुहोस् त, सबैले भन्नुहोस् के गर्दै हुनुहुन्छ? चाँडै आउँदै हुनुहुन्छ। साथीतिर फर्केर भनिदिनुहोस्। अब म एउटा वचन पढ्छु, प्रकाश 22:12 यसरी लेखिएको छ, हेर म चाँडै आउँदैछु, हरेक मानिसलाई उसले गरे अनुसारको दिने प्रतिफल मसँग छ। म अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्य हो। हेर्नुहोस् ल, यहाँनिर येशू ख्रीष्टले के भन्नुभयो? हेर म चाँडै आउँदैछु, हरेक मानिसले उसले गरे अनुसार दिने प्रतिफल मसँग छ। येशू ख्रीष्ट के गर्दै हुनुहुन्छ? चाँडै आउँदै हुन्छ। हरेक मानिसले गरेको प्रतिफल दिनको लागि चाहिँ येशू ख्रीष्ट यो संसारमा के गर्दै हुन्छ? फेरि आउँदै हुनुहुन्छ। हालेलुया। अनि आज मैले तपाईँको माझमा चाहिँ येशू ख्रीष्टको दोस्रो आगमनको विषयमा होइन, तर येशू ख्रीष्टको चाहिँ गुप्त आगमनको विषयमा आज तपाईँहरूसँग म बोल्न लागिरहेको छु। तपाईँलाई थाहा छ, येशू ख्रीष्टको दोस्रो आगमन भन्दा पनि बिचमा एउटा कुरा हुनेवाला छ, त्यो चाहिँ गुप्त आगमन। सबैले भन्नुहोस् त के हो? गुप्त आगमन। इङ्ग्लिसमा चाहिँ यसलाई चाहिँ र्याप्चर भन्छ। सबैले भन्नुहोस् त के भन्दो रहेछ? र्याप्चर। सुन्नु ल। अनि यो गुप्त आगमन भनेको चाहिँ के भन्दाखेरि, यो पृथ्वीबाट धेरैजना हराउनेवाला छन्। बुझ्दै हुनुहुन्छ? यो पृथ्वीबाट धेरैजना हराउनेवाला छन् र पृथ्वीका जति पनि मानिसहरू छन् नि, एक दिन अन्यलमा पर्नेवाला छ। एक दिन के गर्नेछन्? पृथ्वीबाट धेरै मानिसहरू चाहिँ हराउनेवाला छन्। है हामीले गीत गायौँ त, आँखाको एक निवेशमा तुरैको आखिर आवाजमा बादलमा हामी उड्नेछौँ, येशूसँग हामी हुनेछौँ। येशू तपाईँलाई लिन आउँदै हुनुहुन्छ। जो येशू ख्रीष्टको प्रतीक्षा गरेर बसेको छ नि, उनीहरूलाई लिनको लागि येशू ख्रीष्ट आउँदै हुनुहुन्छ। दोस्रो आगमन भन्दा एउटा घटना हुनेवाला छ। त्यो घटना चाहिँ के भन्दाखेरि चाहिँ गुप्त आगमन। अब म एउटा आज चाहिँ एक्सर्साइज सहित हामी यो कुरा गर्नेछौँ। यताको टिम एकचोटि एकजना उठ्दिनुहोस् त, हाम्रो अजन उठ ल, अजन उठ्दैछन्। अब यहाँ हामीले सिक्न पर्ने कुरा चाहिँ है, अब एकछिनको लागि हाम्रो अजन चाहिँ आदम, तर लुगा लगाएको आदम है ल। यहाँ के छ नि आदम। अब एकजना आउनु पर्यो, आउ त। यहाँ लौरो कोही छ आमासँग? एकचोटि ल्याइदिनु त, अहिले त आउनु पर्यो। यो चाहिँ एक्सर्साइज हामी एकदमै दिमागमा राख्नको लागि यो कुराहरू सिक्छौँ। लौरो कहाँ छ? आमाको बाहिर होला, यता बस्नु ल, यहाँ किन तिमी चाहिँ त्यहाँ बस्नु। यहाँ दिनु ल। अब हाम्रो आज असल चाहिँ को हो? मसा। सबै भनिदिनुहोस् त को हो? ल फेरि है, यता को हुनुहुन्छ? यता लौरो उचाल्नु पर्यो नि, मसा थाल्नु भएन। अब हेर्नुहोस् है, आदमदेखि मोसासँगको समयलाई चाहिँ सबैले भन्नुहोस् त अज्ञानताको समय। भन्नुहोस् त के रहेछ? फेरि भन्नुहोस्। आदमदेखि मोसासँगको समयलाई के भन्यो? अज्ञानताको समय भन्यो। अब आदम बाजे नाङ्गै, हब्बा आमा नाङ्गै थिए। उनीहरूमा असल र खराब दिने ज्ञान उनीहरूको जीवनमा प्रवेश गरिसकेको थिएन। यो समयलाई के भन्यो? आदमदेखि मोसासँगको समयलाई के भन्यो? ल मोसाज्यू लाल समुद्र 2 फ्याट पारिदिनुहोस् त। अब यो यसो तपाईँलाई बुझाउनको लागि है, कस्तो एनर्जी नै नभएको मोसा रहेछ। ल यता सुन है, ल आदमदेखि मोसासँगको समयलाई के भन्यो? सबैले भन्नुहोस् त मलाई। सबैले के रहेछ? फेरि भन्नुहोस्। आदमदेखि मोसासँगको समयलाई के भन्यो? अज्ञानताको समय। बुझ्नु भयो नि? यहाँसँग बुझ्नुभयो? ल अब अर्को 2 जना आउनुहोस् त। मोसा यहीँ बस्नु पर्यो। ल अब
वचन गएर बस्छ। अब एकजना चाहिँ येशू ख्रीष्ट बन्नु पर्यो, को बन्ने अनुहार पनि येशू ख्रीष्ट बने जस्तो हाम्रो भान्जा त अलिक अग्लो छ। अब मोसा यता आउनु पर्यो, अब तिमी चाहिँ पुरुषमा अलिक ज्ञान ल। आदमदेखि मोसासँगको समयलाई के भन्दो रहेछ भन्नुहोस् त सबैले, फेरि भन्नुहोस्। अब फेरि मोसादेखि येशू ख्रीष्टसँगको समयलाई के भन्यो, व्यवस्थाको समय भन्यो। के भन्नुहोस् त सबैले ल, बाइबल लिनुहोस् त सबैले, के को समय हो ल, उचाल्नुहोस् त बाइबल हुनेहरू जति। अब हेर्नुहोस् त, मोसादेखि येशू ख्रीष्टसँगको समयलाई के भन्ने हो, व्यवस्था। जब आदम र हव्वाले पाप गरे, असल र खराब ज्ञान दिने त्यो फल जब उनीहरूले खाए, उनीहरूमा के आयो, ज्ञान आयो। अनि उनीहरूले पाप गरे, परमेश्वरको दृष्टिमा पाप गरे, अनि परमेश्वरले आदम र हव्वालाई के गरिदिनु भयो, आफ्नो उपस्थितिबाट खेदिदिनु भयो। खेद्नु मात्रै भएन, उहाँले कतै मानिसलाई बोकाउन सकिन्छ कि भनेर मोसाद्वारा के दिनुभयो, सबै आउनुहोस् न, के दिनुभयो, व्यवस्था दिनुभयो। हालेलुया। अनि अब हाम्रो यहाँ जानु पर्यो मोसा बाजे, अब येशू ख्रीष्ट यहीँ रहनु पर्यो। अनि जब येशू ख्रीष्ट यो संसारमा आउनुभयो, पापी मानिसको निम्ति मर्नु भयो, त्यस पछाडि चाहिँ अनुग्रहको समय सुरु भयो। के को समय, सबैले भन्नुहोस् त फेरि, अनुग्रहको समय सुरु भयो। तपाईँलाई थाहा छ, जब यो अनुग्रहको समयको अन्तिम घडीमा एउटा कुरा हुनेवाला छ, त्यो चाहिँ गुप्त आगमन। के हो रे, गुप्त आगमन। येशू ख्रीष्ट हाम्रो लागि आउनुभयो, मर्नुभयो, अहिलेको समय भनेको अनुग्रहको समय हो। अनि कहिलेकाहीँ मैले हननिया र सफेरालाई सम्झिन्छु, उनीहरूले जब गल्ती गरे, गल्ती गर्ने बित्तिकै मरे। यदि तपाईँमा पनि गल्ती गर्ने बित्तिकै मर्ने हो भने आज यो संसारमा जीवित कोही पनि हुन सक्थेन, बुझ्नु पनि, कोही पनि जीवित हुन सक्दैन थियो। तर प्रभु येशू ख्रीष्टको अनुग्रहले चाहिँ तपाईँ र हामी बाँचेका मानिसहरू हौं। अब यो समय पछाडि अनुग्रहको समयको अन्तिम घडीमा एउटा समय आउनेवाला छ, गुप्त आगमन। भन्नुहोस् त सबैले, के हो, प्रभुले भन्नुभयो नि, हेर म चोर जस्तै आउनेछु। कसरी आउनुहुन्छ अरे उहाँ, चोर जस्तै। तपाईँको ल, अब आदमदेखि मोसासँगको समयलाई के भन्ने हो, सबैले एक्सन साइन गर्नु त ल। आदम यसो गर्नु त, आदम लकोरो मुसा, यो समयलाई के भन्यो, सबैले भन्नुहोस्। फेरि मोसादेखि येशू ख्रीष्टसम्मको समयलाई के भन्यो, व्यवस्थाको समय। कतै मानिस व्यवस्थाद्वारा बाँच्छ कि भनेर परमेश्वरले व्यवस्था दिनुभयो। अगमवक्ताले पनि पूरा गर्न सकेन, पुजारीले पनि पूरा गर्न सकेन, कसैले पनि व्यवस्थालाई पूरा गर्न सकेन। प्रभु येशू आउनुभयो, उहाँले व्यवस्थालाई पूरा गरिदिनु। हालेलुया। अनि तपाईँको र मेरो निम्ति मर्नु भयो, मरिसके पछाडि फेरि अर्को एउटा समय आयो, त्यो समयलाई के भन्यो, अनुग्रहको समय। सबैले भन्नुहोस् त, के को समय, अनुग्रहको समय आयो। अब यो अनुग्रहको समय पनि सिद्धिनेवाला छ प्रेमित्रहरू, अनुग्रहको समय पनि सिद्धिनेवाला छ। यसको अन्तिममा एउटा घटना हुनेछ, आँखाको एक निमेषमा पुरेको चर्को स्वरमा जो प्रभुको प्रतीक्षा गरेर बसेको छ, त्यो पृथ्वीबाट लोप हुनेवाला छ। शङ्का लाग्छ, तपाईँ र म एक दिन हराउनेवाला छु यो संसारमा। जसले येशू ख्रीष्टलाई साँचो हृदयले विश्वास गरेको छ, येशू ख्रीष्टको प्रतीक्षा गरेर बसेको छ, जो साँचो हृदय नि, त्यो एक दिन यो पृथ्वीबाट के गर्नेवाला छ, हराउनेवाला छ। यसलाई चाहिँ के भन्यो, गुप्त आगमन भन्यो। अब बाइबल भरि तपाईँले अध्ययन गर्दै गर्दाखेरि नि गुप्त आगमनको विषयमा काहीँ पनि तपाईँले पाउनुहुन्न। र्याप्चर भन्ने शब्दै तपाईँले पाउनुहुन्न, तर बाइबलमा धेरै वचनहरू छ जसले चाहिँ येशू ख्रीष्टको गुप्त आगमन हुन्छ भनेर देखाएको छ। बुझ्दै हुनुहुन्छ नि। अब एउटा विश्वासी रहेछ, कहिले पनि प्रभुको निम्ति तयारी नै नहुने के, सेवा सङ्गतिले नजाने। अनि एउटा वक्ता गएर सोध्नु भएछ, के भनेर सोध्नु भएछ भने, प्रभु येशू ख्रीष्टको आगमन भयो भने त तपाईँ छुट्नुहुन्छ, के गर्नुहुन्छ भनेर सोधेको रे। म त जहिले नि पास्टरसँगै सुत्छु, प्रभुको आगमन भयो नि पास्टरको खुट्टा समाउँछु, उहाँसँगै जान्छु। त्यस्तो मिल्छ होला त हजुर? खुट्टा समाउन मिल्ने यहाँ के हुन्थ्यो, के हुन्थ्यो?
एउटा उड्दै गर्दाखेरि माथि आकाशमा जाँदै गर्दाखेरि हेर्नु त एउटाको हात एउटाले यहाँ समात्यो, फेरि उसको खुट्टामा उसले समात्यो, झुन्डिँदै माथि जान मिल्थ्यो होला नि। यो प्रक्रिया चाहिँ त्यस्तो होइन। जब तपाईँ यसो ख्रीष्टको निम्ति यदि साँचो दुलैको रूपमा तपाईँ प्रस्तुत हुनुहुन्छ भने नि प्रभुले तपाईँलाई उठाउँदै अनि हेर्नुहोस् त, जब गुप्त आगमन हुन्छ, गुप्त आगमन भइसके पछाडि अब के हुनेवाला छ खास तपाईँलाई संसारमा 7 वर्ष शैतान शरीरमा नै यो संसारमा राज्य गर्छ। कति वर्ष? 7 वर्ष। अनि बाइबल विद्वानहरूको भनाइ अनुसार चाहिँ कहाँबाट चाहिँ उसको उदय हुन्छ त? शैतान शरीरमा आएर जन्मिन्छ र उसले संसारलाई नै काबुमा लिन्छ भन्दाखेरि अब हामीले बुझ्नुपर्छ एफ्राइम कुलबाट आउनेवाला छ। उदय हुन्छ नि केबाट? एफ्राइम कुलबाट त्यो एन्टिक्राइस्ट नभनौँ, परमेश्वर जस्तै हुने क्राइस्ट, झुटो यसो ख्रीष्ट चाहिँ यो संसारमा आउनेवाला छ। तपाईँलाई थाहा छ, न उसले तपाईँलाई जिउन दिन्छ न त बाँच्नु, होइन? न त तपाईँलाई जिउन दिन्छ न त तपाईँलाई मर्न नै। अब तपाईँ र्याप्चरमा उठाइ लगिनु भएन भने हामी चाहिँ कसको हातमा सुम्पिनेवाला छौँ? शैतानको हातमा सुम्पिनेवाला छ। अब हामी हेरौँ है त बाइबलबाट। आउँदा एकजनाले पढिदिनुहोस्, दानियल 7:25 पढिदिनुहोस् त, त्यहाँ के लेखेको छ? एकजना उठेर स्पष्ट रूपमा पढिदिनुहोस् त। सुन्नु है, उसले सर्वोच्चको विरुद्धमा के गर्नेछ अरे? बोल्नेछ, उहाँको पवित्र जनहरूलाई अत्याचार गर्नेछ, र ठहराइएको समय र व्यवस्थाहरू फेर्ने के गर्नेछ? प्रयत्न गर्नेछ। पवित्र जनहरू 3.5 वर्षसम्म उसको हातमा के गर्नेछन् रे? सुम्पिनेछ। अलिकति पछाडि गएर हेर्नु भने 3.5 वर्षको उता पछाडि हेर्नुभयो भने त्यहाँनिर 7 तपाईँले पाउनु। अब तपाईँ र म जुन संसारमा बसिरहेको छौँ नि, यो संसारको अन्त्य चाहिँ चाँडो हुनेवाला छ। कहिले हुन्छ थाहा छैन। यो संसारमा तपाईँ र म सधैँभरि मेरो घर हुन्छ, मेरो जग्गा जमिन हुन्छ भनेर मक्ख परेर नबस्नु होला। यो संसार चाहिँ अब परमेश्वरले आगोद्वारा के गर्दै हुन्छ? नष्ट गर्दै। अब तपाईँ मैले के कुरालाई बुझ्नु पर्यो भने 7 वर्षको समय आउँछ जब गुप्त आगमनमा सबै विश्वासीहरू जो प्रभुको निम्ति तयार भएर बसेका छन् उनीहरू उठाइ लगिनेछन्। जो तयार भएका छैनन् उनीहरू के गर्नेछन्? छोडिनेछन्। अनि त्यस पछाडि जब गुप्त आगमन हुन्छ, गुप्त आगमन भइसके पछाडि 3.5 वर्ष सङ्कटकाल र 3.5 वर्ष महासङ्कटकाल। अब प्रकाशको पुस्तकमा अगमबाडीहरू हेर्नुभयो भने नि 40 किलोको असिना त आकाशबाट के गर्नेवाला छ? गर्नेवाला छ। कति किलोको? अस्ति लगभग 1 पाउको त झरिसकेका छ। 1 पाउ झर्दै गर्दाखेरि मान्छेको छाना फुटेको, बाइक फुटेको, गाडी फुटेको घटनाहरू छ। अब आकाशले एउटा कुरा साँचेर राखेको छ, त्यो चाहिँ के भन्दाखेरि चाहिँ 40 किलोको असिना। कस्तो हुन्छ होला सोध्नु त? माथिदेखिको 40 किलोको असिना झर्दै गर्दाखेरि नि तपाईँको र मेरो घर जोगेला त ढलान घर भए पनि जोगिनेवाला छैन। तपाईँ जमिन मुनि गएर बसे पनि त्यो जमिनको मुनि पनि आउन सक्छ। अनि अर्को कुरा भनेको छ घाउ खटिराहरू मानिसहरूमा आउनेछ। प्रकाशको पुस्तकमा हेर्नुहुन्छ भने यस्तो घाउ खटिराहरू आउनेछ कि जो पृथ्वीको उत्पत्ति भएदेखि अब अन्त्य नहुन्जेलसम्म त्यो जुन खटिराहरू आएको थियो नि त्यो भन्दा पनि डेन्जर खटिराहरू चाहिँ मानिसहरूमा आउनेछ। र पनि मानिसहरूले आफूले गरेको पापबाट चाहिँ उनीहरू फर्केनन्, पश्चाताप गरेनन्, अझै परमेश्वरलाई के गरे भनेको छन्? सरापेर। अब मैले भन्न खोजेको कुरो चाहिँ के भन्दाखेरि गुप्त आगमन चाँडै हुनेवाला छ। अब कस्तो विश्वासीहरू उठाइ लगिने छन् त भन्दाखेरि अब तपाईँ मैले हेरौँ मत्ती 25 अध्यायमा गएर तपाईँ मैले हेरौँ कस्तो विश्वासी उठाइ लगिने छन्। अब हामी हेर्नेछौँ गुप्त आगमनमा कस्तो विश्वासी उठाइ लगिने छन् भन्ने विषयलाई हामी अलिकति हेरौँ। मत्ती 25 अध्यायमा हामी हेरौँ। ल यहाँ 10 कन्याको दृष्टान्त छ। तब स्वर्गको राज्य चाहिँ 10 कन्याहरूसँग तुलना गर्न सकिन्छ। ती
तिनीहरूले आफ्नो बत्ती लिएर दुलालाई भेट्न निस्के। स्वर्गको राज्य चाहिँ यहाँ कोसँग हेर्नुहोस् त, स्वर्गको राज्य 10 कन्याहरूसँग तुलना गर्न सकिन्छ भनेको छ। ल अब हाम्रो दिदी बहिनीहरूलाई उठाउनु पर्यो अलिकति, 5 जना यता आइदिनु त, 5 जना यता अलिकति बुझाउनको लागि परमेश्वरको वचन अलिक उदाहरण सहित बुझाइदिउँ भनेर आउनुहोस् त। स्वर्गको राज्य चाहिँ 10 कन्याहरूसँग चाहिँ के गर्न सकिन्छ अरे, तुलना गर्न सकिन्छ। फेरि नभएका पनि आउँदा हुन्छ। यता आउनु त, यहाँ यता आउनु त 5। हेर्नु त, स्वर्गको राज्य चाहिँ 10 कन्याहरूसँग के गर्न सकिन्छ अरे, तुलना गर्न सकिन्छ। अब यहाँनिर के कुरा भनेको छ भन्दा सुन्नु है, ती मध्ये 5 जना निर्बुद्धि। अब एकछिनको लागि उहाँहरू के हुनुभयो, कन्या 5 जना कस्तो निर्बुद्धि। सबैले भन्नु त यतापट्टिको को रे, अहिले 80-20 निर्बुद्धि चाहिँ नहुनु ल, उहाँ राम्रै हो। अब यतापट्टि 5 जना हुनुहुन्छ, उहाँहरू चाहिँ कस्तो रे, बुद्धिमती कन्याहरू। सबैले भन्नुहोस् त, निर्बुद्धि बुद्धिमती कन्याहरू। त सुन्नु है, अब यहाँनिर के भनेको छ भन्दाखेरि, तर बुद्धिमतीहरूले चाहिँ आफ्ना बत्ती सँगसँगै पात्रमा तेल पनि लगे, दुला बिरालो गर्दा ती सबै निन्द्राले के भए रे, लट्ठ भएर के गरे, निदाए। सबैले के गर्नुभएको छ, दियो लानुभएको छ, दियोमा अलिअलि तेल पनि लानुभएको छ। बुझ्नुहुन्छ नि, यसो दियो यस्तो गरिदिनुहोस् त उहाँहरूलाई बुझाउनको लागि। दियो अब यहाँनिर तपाईँहरूसँग के छ, तेल छ। सुन्नु ल, अब अलिकति तल गएर हामीले हेर्छौँ भने ती सबै कन्याहरू, त सुन्नु है, अब उहाँहरू के गर्नुभएको छ, एकछिन बस्नु त, दियो पनि लिनुभएको छ, बस्नु। अब सुत्ने बेला त उठेर सुतिँदैन होला होइन। सबैजना निन्द्राले के हुनुभयो, उहाँहरू लट्ठ पर्नुहोस् त, निन्द्राले कस्तो लट्ठ परेछ। हिजो हाम्रो भान्जा गिटार बजाउँदा निन्द्राले झन्डै लट्ठ पऱ्यो, रातभरि काम गर्छन्। त्यो भएर कस्तो हुनुभयो कन्याहरू भन्नुहोस् त, निन्द्राले लट्ठ पर्नु भयो। अब हेर्नुहोस् त, यहाँनिर के भनेको छ भन्दाखेरि, तर मध्यरातमा हेर दुला उनलाई हेर्न आओ भन्ने आवाज आयो। कुन समयमा, मध्यरातमा दुलाको आवाज आयो, आओ भेट्न आओ भन्ने आवाज आयो। तपाईँलाई थाहा छ येशू ख्रीष्टले नि म यो समयमा आउँछु भनेर कहिले पनि भन्नुभयो। उहाँले के भन्नुभयो, हेर म के गर्नेछु, चोर जस्तै आउनेछु। चोर आउँदै गर्दाखेरि तपाईँको घरमा कार्ड दिएर, ल विकल आज तिम्रो घरमा मलाई चोर्नु परेको छ, म आज राति 12 बजी तिम्रो घरमा के गर्दैछु, चोरमा आउँदैछु। आज अलिक गतिलो लाग्छ, सुन पनि कहाँ राखेको छ एकदमै जतन गरेर राख, नत्र चोरेर लान्छु भनेर चोरले भन्छ। आउँदै गर्दाखेरि खाने नहुँदै गरेर सुन टुक्कै आउँछ। अब मध्यरातमा दुला के गर्नुभयो, यहाँनिर के गर्नुभयो, उहाँको एउटा आवाज आएको छ, आओ भन्ने आवाज आएको छ। अब सुन्ने यहाँनिर के भएको छ, तब ती सबै कन्याहरू के गरे, बिउजी आव, बिउजी जस्तो भन्नुहोस् न, के गरे, बिउजी बुझ्दै हुन्छ, बिउजे र आफ्नो बत्ती के गरे, ठिकठाक पारे। बत्ती ठिकठाक पार्नुभयो, बत्ती के भएको छ, ठिकठाक उहाँहरूले चाहिँ पारिसक्नु भएको छ। अनि निर्बुद्धि कन्याहरूले बुद्धिमतीलाई भने, तिमीहरूको तेलबाट हामीलाई अलिकता देऊ, किनकि हाम्रा बत्ती डिम्न लागे। र निर्बुद्धि कन्याले भनिदिनुहोस् त, हामीलाई अलिकति तपाईँको भाडोबाट हामीलाई अलिकति के गर्नुहोस्, के भन्नुहोस् त। यो उदाहरण दिएको है मैले, अलिकति उदाहरण बुझाउनको लागि। बुझ्दै हुनुहुन्छ वचन, हेर्नुहोस् त। अब यो निर्बुद्धि कन्याको चाहिँ त्यो बत्ती चाहिँ निप्न लागेको छ। के को कारणले गर्दा, तेल कम भएको कारणले गर्दाखेरि उनीहरूले चाहिँ के गर्दैछन् त, बुद्धिमती कन्याहरूसँग के गर्दैछन्, अब तेल माग्दैछ। हेर्नुहोस्, अब दिने नदिने त सुन है, अलिकता तेल दियो किनकि हाम्रो बत्ती टिप्न लागे। तर बुद्धिमतीहरूले यसो भनेर जवाब दिए, हामी र तिमीहरू दुवैलाई पुग्ने यथेष्ट तेल छैन होला, बरु पसलेका जाओ र आफ्नो लागि के गर, किन। अब तपाईँ कहाँ जानु पर्यो, पसलेका जानु पर्यो। अब दुवैजनालाई पुग्ने यथेष्ट तेल छैन, तपाईँहरू के गर्नु पर्यो, तेल लिनको लागि जानु पर्यो। कहाँ जानु पर्यो, पसलेका जानु पर्यो। अब निर्बुद्धि उठेर के गरे, पसलेका गरे। पसलेका जानु त वन्डर रुमतिर तेल लिन के गरे भन्नुहोस् त, पसलेका गए, त्यहाँ तेल चाहिँ वास्तवमा छैन। तिनीहरू किन्न जाँदा दुला के गर्नुभयो, आइपुग्नु।
अब हेर्नुहोस् त के गरे निर्बुद्धि कन्याहरू पसलमा जब पुगे तेल किन्नको लागि गए तब दुला आउनुभयो। दुला आउँदै गर्दाखेरि तपाईँ मैले यहाँनिर हेर्छु भने के भएको छ भन्दाखेरि चाहिँ तिनीहरू किन्न जाँदा दुला आइपुगे र तयार उनीहरू उनीसँग विवाहको भोजको दिन भोजमा भित्र पसे र ढोका के भयो बन्द भयो। ढोका के भयो अब निर्बुद्धि कन्याहरूको लागि बन्द भयो। अब बुद्धिमती कन्याहरू को सामुन्ने दुला आउनुभयो। दुला आइसके पछाडि दुलाले के गर्नुभयो उहाँलाई उठाइ लानु। हालेलुया। अब सुन्नु यहाँबाट हामीले एउटा पाठ सिक्न पर्ने कुरा चाहिँ के छ भन्दाखेरि निर्बुद्धि कन्याहरू किन छुटे भन्नुहोस् त। पहिलो कारण के हो? पहिलो कारण तयार नभएको। के नभएको? तयार नभएको। आज धेरै विश्वासीहरू पनि तयारी अवस्थामा छैन। तयारी नभएको विश्वासीहरू कस्तो भन्दाखेरि राम्रो सुन्नु, संगतिमा नि गएर ढकलेर ल्याउनु पर्ने ताने गर्नु। अलिअलि संगति छ है, उपवास संगति छ है, प्रभुको राज्यको निम्ति तपाईँ हामी सुसमाचार सुनाउन जानुपर्छ है भनेर भन्ने गर्नु पर्ने। कतिजना त यस्तो हुनुहुन्छ कि उहाँहरूको घरमा जाँदा जाँदा वाक्क ब्याक्क लगाइसक्यो। ल संगति गर्नुपर्छ है, संगतिमा डोलिनुपर्छ, तपाईँहरू प्रभुमा इमानदारी हुनुपर्छ भनेर धेरै कुरा भन्दै गर्दाखेरि पनि सुनेको नसुने हुँदै। अब उहाँको बत्तीमा के भइसकेको छ? सकिसकेको छ। बत्ती अब लिप्न लागेको छ, टिप 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 भएर बस्छ। त्यो भनेको चाहिँ के भन्दाखेरि पवित्र आत्माको शक्ति चाहिँ विश्वासीहरूमा कम भएको, संसारको कुरा धेरै भएको, शैतानको कुरा के भएको धेरै भएको, तर परमेश्वरको शक्ति उनीहरूको जीवनमा के भएको कम भयो। अब हेर्नुहोस् त उनीहरू जब तेल लिन गए दुला आउनुभयो अनि बुद्धिमती कन्यालाई के गर्नुभयो लिएर जानुभयो जो तयार थियो। हालेलुया। जो तयार थियो, जो चाहिँ त्यो बत्तीमा चाहिँ तेल लिएर फाल्टो तेल लिएर बसेको थियो नि, त्यो बुद्धिमती कन्याहरू चाहिँ के गरे त परमेश्वरको राज्यमा। हालेलुया। मैले भन्नु खोजेको कुरा राम्रोसँग बुझ्नु होला। आज तपाईहरुमा ख्रीष्टको लागि धेरै तयार हुने बुले हुनुहुन्छ। कसरी? प्रार्थनाद्वारा। हालेलुया। प्रार्थनाद्वारा परमेश्वरसँगको व्यक्तिगत सम्बन्ध तपाईको र मेरो सम्बन्ध चाहिँ प्रभुमा हुनुपर्छ। अब दुलै यदि तयारी अवस्थामा भएन भने नि प्रिय मित्र तपाई र हामी परमेश्वरको राज्यमा छुट्ने निवास। पावलले के भनेछ थाहा छ? ईश्वरीय प्रेमले म डाही गर्छु। ख्रीष्टसँग तिमीहरूको मगनी गरिदिनको निम्ति चाहिँ ईश्वरीय प्रेमले म डाही भएको छु भन्दैछ। हालेलुया। तपाई र मैले जतिले प्रवेशलाई ग्रहण गर्यौं, मुक्तिदाताको रूपमा विश्वास गरेको छौं नि, तपाईको र मेरो मगनी चाहिँ येशू ख्रीष्टसँग छ। अनि येशू ख्रीष्टसँग तपाईको र मेरो मगनी भएको छ। अब हेर्नुस् त, तपाई दुलाको लागि प्रतीक्षा नगरिकन अब अरु केटा भनेर हिँड्नुभयो भने नि तपाई वास्तविक जुन दुलासँग तपाईको बिहे हुनेवाला छ, तपाईको त्यो दुलासँग बिहे हुन्छ त कस्तो अवस्थामा बस्नु पर्यो? कस्तो अवस्थामा बस्नु पर्यो? तयारी अवस्थामा बस्नु पर्यो। प्रभु प्रभु हाम्रो लागि ढोका खोलिदिनुस्। तर उनले जवाब दिएर भने साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिन। यसकारण जागा रह, किनकि त्यो दिन र त्यो घडी तिमीहरूलाई थाहा छैन। विश्वास गरेको 20औं वर्ष भयो, विश्वास गरेको 15 वर्ष भयो, लास्टमा प्रभुले तपाईलाई चिन्दिन भनिदिनु भने कस्तो हुन्छ भन्नुस् त? अब यदि तपाईँ र म यो गुप्त आगमनमा उठाइ लगेनौँ भने नि सङ्कटकाल र महासङ्कटकाल तपाईँ मैले पर्नेछ। वास्तविक अब यो समय चाहिँ वास्तवमा यो सङ्कटकाल र महासङ्कटकाल चाहिँ यहुदीहरूको लागि पश्चातापको लागि हो। जो जति यहाँनिर यो संसारमा छुटेका छन् नि, यो छुटेका विश्वासीहरूको लागि चाहिँ पश्चाताप गर्ने समय हो। तर के गर्नु, त्यतिखेर शैतानले एकदमै चौतर्फी राज्य गरिरहेको हुन्छ। आर्थिकी कुरामा राज्य गरिरहेको हुन्छ, सबै कुरामा राज्य गरिरहेको हुन्छ। तपाईहरु मैले यसो भन्ने छौं, त्यतिखेर छुट्यो भने एक डाँडो आइजो म माथि खस्न मलाई मृत्यु दिए भन्दाखेरि पनि तपाईहरु मैले मृत्यु पाउँदैनौ भनेर बाइबलले भन्छ। अब गुप्त आगमनमा छुट्ने कि जाने ल भन्नुस् त? तपाईहरु मध्य आकाशमा गएर येशू ख्रीष्टसँग राज्य गरेर बस्नु बुझ्नुहुन्छ नि। जब म फेरि दोस्रो चोटि आउनु हुनेछ, दोस्रो आगमन उहाँको हुनेछ,
हुँदै गर्दाखेरि तपाईँहरू म त यसो ख्रिस्टलाई घोडामा चढेर आउनेछौँ। हालेलुया। अनि यसो ख्रिस्टले शैतानको राज्यलाई के गरिदिनु हुनेछ? बन्द गरिदिनु हुनेछ 1000 वर्षको लागि। अनि तपाईँ म चाहिँ 1000 वर्ष के गर्नेछौँ? यस संसारमा यसो ख्रिस्टसँग राज्य गर्नेछ। हालेलुया। यसो भन्दै गर्दा कस्तो कस्तो लाग्यो है तपाईँलाई? अब हेर्नुहोस् त, बाइबलले यहाँले एउटा कुरा भनेको छ। नानीले पढ्दाखेरि गुप्त आगमन किन भन्दाखेरि अब यहाँ 2-3 कुरा भनेर म सिकाइदिनु है। अब किन गुप्त आगमन आवश्यक छ त भन्ने कुरालाई हेर्नुहोस् त। तयारी मण्डली उठाइ लगिनको लागि चाहिँ गुप्त आगमन के छ? आवश्यक छ। हालेलुया। जो जति तयारी छ नि त्यो तयारी भएका विश्वासीहरूलाई उठाइ लगिनको लागि चाहिँ के छ भन्नुहोस् त? गुप्त आगमन आवश्यक छ। ल हेर्नुहोस् त, मानिसको पुत्रको के हुनेछ? आगमन हुनेछ भनेको छ। यदि तपाईँ ख्रिस्ट आउँदै गर्दाखेरि तपाईँ तयारी अवस्थामा भेटिनु भएन भने, म तयारी अवस्थामा भेटिन भने तपाईँ म गुप्त आगमनमा के गर्नेवाला छौँ? छुट्नेवाला छ। अब पृथ्वीमा यस्तो अनिकालहरू हुनेछ, यति डेन्जर भोकमरी हुनेछ नि। एशिया 9:20 तपाईँले हेर्नुहुन्छ भने मानिसले खान नपाएर आफ्नो दाहिने हातको पाखुराको मासु के गर्नेछन्? खानेछ। कस्तो समय आउँछ? अनिकालहरू हुनेछ, महामारी हुनेछ, भूकम्पहरू हुनेछ। उनीहरूले खान नपाएर आफ्नो हातको मासु के गर्नेछन्? दाहिने हातको मासु खाइ सिटाउँछन्। फेरि नअगाएर उनीहरूले के गर्नेछन्? देब्रे हातको मासु पनि उनीहरूले के गर्नेछन्? खानेछन्। अब अलिकति तल गएर तपाईँले हेर्नुहुन्छ भने आफ्नै सन्तानको मासु के गर्नेछन्? खानेछन्। एउटा वेदनामा भएको सुत्केरी आइमाईले चाहिँ के गरेछन्? आफ्नो सालै खानेछन्। त्यो अवस्थामा तपाईँमा नजानको लागि नि जो जति यसो ख्रिस्टको लागि तयार भएर बसेका दुलेहरू छन् नि, त्यो दुलालाई उठाइ लगिनको लागि चाहिँ के छ भन्नुहोस् त? गुप्त आगमन एकदमै आवश्यक छ। हालेलुया। के तपाईँ तयार हुनुहुन्छ उठाइ लगिनको लागि? उठाइ लगिनको लागि जहिले पनि एउटा कुरा हुनुपर्छ, तपाईँ जागा रहनुपर्छ, तपाईँ तयारी रहनुपर्छ। हामी चाहिँ प्रार्थनाको जीवन हुनुपर्छ, पवित्र आत्माको भरिपूर्ण जीवन जब तपाईँ मैले जिउँछौँ नि, त्यस पछाडि यसो ख्रिस्ट जब आउनुहुनेछ नि, तपाईँ मलाई उठाइ लाग्नुहुन्छ। अब धेरैजना छुट्नेवाला छन्। अब एकजनाले हेर्नुहोस् त, बाइबलले के कुरा भनेको छ? त्यस रात 2 जना एउटै ओछ्यानमा सुतेको हुनेछन्, एकजना लगिनेछ र अर्को के गर्नेछ अरे? छोडिनेछ। को सुत्छन् भन्नुहोस् त? प्रयास सँगै श्रीमान श्रीमती हो नि। एउटा के गर्नेछ अरे? उठाइ लगिनेछ, एउटा के गर्नेछ? छोडिनेछ। अब अर्को कुरा तपाईँले हेर्नुहोस् त, 2 जना स्त्री एकसाथ के गरेको हुन्छ? जाँतो पिनिरहेका हुन्छन्। एकजना लगिनेछ, एकजना के गर्नेछन्? छोडिनेछ। अनि अर्को पनि तपाईँले बच्चालाई हेर्नुहुन्छ नि, 2 जना खेतमा के गरिरहेका हुन्छन्? काम गरिरहेका हुन्छन्। एकजना लगिनेछन् र अर्को के गर्नेछन्? छोडिनेछ। लगिने को भन्नुहोस् त? मैले अहिलेदेखि भनेको जो जागा जीवन जिन्छ, प्रभुको निम्ति, प्रभुको राज्यको निम्ति उनीहरू जो जिएका छन् उनीहरू उठाइ लगिनेछ। सुत्नेले भन्नुहोस् त आमेन। नसुत्नुहोस् न, यति राम्रो हो। यसरी नै जागा रहने विषयमा अहिले वचन सुनिरहनु भएको छ, सुन्दैछ के अर्को? एकछिन जागा रहनु भएन। प्रभु यीशुले के भन्नुभयो? के समय लिनु भएको चेलाहरूलाई, यति बेर 1 घण्टा पनि मसँग जागा भएर प्रार्थना गर्न सकेन। अलि पर गएर प्रभु एकदमै वेदनामा रहेर प्रार्थना गर्नुभयो। प्रार्थना गर्दै गर्दाखेरि यसो आएर हेरेको त विश्वास चेलाहरूको हाँसु। यहाँ जागाको विषयमा वचन बाँडिरहेको छु। वचन बेला सुत्ने गुप्त आगमनमा उठाइरहनु त हजुर? उठाइ लगिदिएन। एकदमै जागा रहनु। तपाईँलाई थाहा छ वचन सुन्ने बेला सुत्ने चाहिँ एकदमै डेन्जर हो। पावलले वचन प्रचार गरिरहेको थिए, एकजना व्यक्ति झ्यालमा बसिरहेर निदाएर के गरे? खसिदिए। झ्यालबाट खसेर मरे। धन्न त्यतिखेर पावल थिए। तपाईँमा हरेल भएर गएको थिए। गएर पावलले के गरे? फेरि त्यो लासमाथि लम्पतार परेर
जब उनले त्यहाँनिर लम्पतार परे अनि उनी उठ्दै गर्दाखेरि त्यो लास पनि हुन्थ्यो। हालेलुया। वचन सुन्ने बेला यदि तपाईँ सुत्नुहुन्छ भने नि शैतानले तपाईँलाई के गर्दैछ, आत्मिक रूपमा मार्दैछ भन्ने कुरालाई तपाईँले बुझ्नुपर्छ। मैले एउटै कुरा के कुरा तपाईँलाई बताएँ भन्दाखेरि ल भन्नुहोस् त गुप्त आगमन किन आवश्यक रहेछ? पहिलो कुरो तयारी मण्डली उठाइ लगिनको लागि तपाईँ हामी तयार हुनु पर्यो है प्रेमीहरू। के हुनु पर्यो? तयार हुनु पर्यो। सङ्गति जाने कुरामा तपाईँहरूमा सेलाउनु भएन। परमेश्वरको राज्यमा अगाडि बढ्ने कुरामा तपाईँहरूमा सेलाउनु भएन। आज मण्डली हामी कतिचोटि सेवा सङ्गतिको कुराहरूमा हामी धेरै सेलाएका छौँ। बुझ्दै हुनुहुन्छ नि? पहिला मण्डलीमा आएर धेरै चाँडो आएर प्रार्थना गर्ने दिदी बहिनीहरू दाजुभाइहरू मैले यसो हेर्छु। अहिले तपाईँ एकदमै ढिला चर्च आइरहनुभएको। सङ्गति जाने दिदी बहिनीहरूलाई मैले हेर्दैछु, दाजुभाइहरूलाई हेर्दैछु। सङ्गति पनि तपाईँ के गर्दै हुनुहुन्छ? आइरहनु भएको छ। आफ्नै कुरामा आफ्नै काम धन्दामा तपाईँ अल्झिरहनु भएको छ। त्यो भनेको के भन्दा तपाईँ प्रभुको राज्यमा तपाईँ निदाइरहनु भएको छ, सेलाइरहनु भएको छ। क्या तपाईँहरूमा के हुनु परेको छ? तयारी। अर्को कुरा हेर्नुहोस् त, खुमासँग विवाहको लागि अहिले त तपाईँको मेरो यसु ख्रीष्टसँग मगनी मात्रै भएको छ। हालेलुया। अब एक दिन यसु ख्रीष्टसँग तपाईँको मेरो विवाह हुनेवाला छ। हालेलुया। अनि तपाईँहरूमा यदि साँचो दुलैको रूपमा यसु ख्रीष्टको प्रतीक्षा गरेर बसेका छौँ भने नि प्रिय मित्रहरू, तपाईँको र मेरो विवाह चाहिँ थुमासँग हुनेवाला छ। को थुमा? यसु ख्रीष्ट। अब एकजना पढिदिनुहोस् त, प्रकाश 19:7-8 पुरुषले पढिदिनुहोस् त। ल सुन्दै, हामी रमाउँ र अत्यन्त खुसी हौँ र उहाँलाई महिमा दियौँ किनकि थुमाका विवाहको दिन आएको छ र उहाँकी दुलै स्वयं के भएकी छिन्? तयार भएकी छिन्। हालेलुया। जो येशू ख्रीष्टको निम्ति तयार छ, एक दिन तयार भएका विश्वासीहरूको लागि, जो विश्वासी तयार भएको छन् उनीहरूको विवाह कोसँग हुनेवाला छ? येशू ख्रीष्टसँग हुनेवाला छ। अब अर्को कुरो हेर्नुहोस् त, यो एउटा कुरा मात्रै भन्छु, म सबै भन्दिनँ अनि वचनलाई अन्त्य गर्छु। अर्को हेर्नुहोस् त, 7 वर्ष मध्य आकाशमा येशूसँगको बसाइको अवसरको लागि चाहिँ गुप्त आगमन के छ? एकदमै आवश्यक छ। तपाईँले हेर्नुहोस् त, पहिलो थेसलोनिके 4को 16 र 17 मा हेर्नुहुन्छ, त्यहाँ तपाईँले पाउनुहुन्छ सङ्कटकाल र महासङ्कटकाल हुनेवाला छ यो पृथ्वीमा। त्यो समय अवधिभरि येशू ख्रीष्टले तपाईँ र मलाई आँखाको एक निमेषमा तुरेको चर्को स्वरमा तपाईँ र म यो पृथ्वीबाट हराउनेवाला छ। तपाईँले याद गर्नुभयो, नोहको समयको पालोमा नि जलमण्डली आउनुभन्दा अगाडि के गर्नुभयो? परमेश्वरले नोहको परिवारलाई के गर्नुभयो? बचाउनु भयो कि भएन? जहाज बनायो, आज्ञा दिनुभयो, उसले जहाज बनायो। बुझ्दै हुनुहुन्छ नि? अनि अर्को कुरो तपाईँले हेर्नुहुन्छ भने सदम र गमोरालाई नष्ट गर्नुभन्दा अगाडि परमेश्वरले लोतको परिवारलाई बचाउनु भयो कि भएन? अब पृथ्वीमा भयङ्कर सङ्घर्ष महासङ्कट हुनेवाला छ 7 वर्ष। त्यो सङ्घर्ष सङ्कट र महासङ्कटबाट बचाउनको लागि प्रभु येशूले तपाईँ र मलाई यो 7 वर्षको प्रेम हुन्छ। त्यो प्रेममा चाहिँ तपाईँ र मलाई कहाँ राख्नुहुनेछ? मध्य आकाशमा उहाँसँगै तपाईँ र मलाई राख्नुहुनेछ। अब गुप्त आगमन के हुँदैछ? चाँडै हुँदैछ प्रेम। तपाईँलाई थाहा छ, म आज एकदमै रहस्यको कुरा भन्छु, मण्डलीको युग पनि चाँडो अन्त्य हुनेवाला छ। यसरी बसेर ड्रमसेट बजाएर गिटार बजाएर परमेश्वरको महिमा गर्ने एकसाथ भेला हुने समयको पनि चाँडै अन्त्य हुनेवाला छ। बुझ्दै हुनुहुन्छ? अमेरिकामा लगभग 2025 मा लगभग तपाईँको 3500 चर्चहरू बन्द हो। 3500 भने कम हो त? प्रोटेस्टेन्ट चर्चहरू चाहिँ के भयो? 3500 चर्चहरू बन्द हो। अनि बिस्तारै त्यो पार्टी प्यालेसहरूको रूपमा परिणत भयो। बुझ्दै हुनुहुन्छ नि? अब मण्डलीको युग पनि चाँडै सिद्धिनेवाला छ। प्रेमिटर, तपाईँहरूमा व्यक्तिगत सम्बन्ध यदि प्रभुमा जिउँदैन भने तपाईँहरूमा छुटाइनेवाला छ। म भन्छु नि, यदि यो गुप्त आगमनमा तपाईँहरूमा उठाइ लगेन भने यस्तो अवस्था हुन्छ, तपाईँ जिउँछु भन्दा नि पाउनुहुन्न, मर्छु भन्दा नि पाउनु। किनमेल गर्नको लागि शैतानको छाप चाहिन्छ। बुझ्दै हुन्छ नि? शैतानको छाप लगाइसके पछाडि मात्रै तपाईँले किन्न पाउनु। पैसा छ, सबै कुरा छ, तर अब शैतानको छाप नभइकन तपाईँले किनमेल गर्न पाउनु। कहाँ छाप लगाइनेछ भने छ? निधारमा र हत्केलामा 666 छाप। जसले त्यो छाप लगाउँछ त्यो सिधै
नरकमा। शैतानसँगै के हो? नरकमा। सङ्कट दुःखबाट तपाईँ बस्नु छ भने नि प्रेमित्र यो गुप्त आगमनमा तपाईँहरूमा उठाइ लगिनुपर्छ। तयार छौँ हामी विश्वासी? अब बुद्धिमती कन्याहरू जस्तै के गर्नु पर्यो भन्नु त? बत्ती बालिरहनु पर्यो। के गर्नु पर्यो? बत्ती बालिरहनु पर्यो। बत्ती कतिखेर बल्छ थाहा छ तपाईँको मेरो जीवनमा? जब पवित्र आत्माको अभिषेक र सामर्थ्य तपाईँको मेरो जीवनमा बढ्न दिन्छौँ नि, त्यस पछाडि बत्ती बलिरहनु। हालेलुया। तेलको अर्थ चाहिँ के भन्दा पवित्र आत्माको सिम्बलमा पर्छ तेल चाहिँ। तपाईँहरूमा पवित्र आत्माको शक्ति र सामर्थ्यमा दिन प्रतिदिन बलवान हुनुपर्छ। त्यही भएर त फिलिपी 4:13 मा पावलले के भने, जसले मलाई शक्ति दिनुहुन्छ उहाँद्वारा म सबै कुरा गर्न सक्छु। हेर्नु त यहाँ कतिजनाको आँखा लट्ठ परेको छ। यो जागा भएको सङ्केत होइन। सङ्गति आउँदै गर्दा तपाईँ कसरी आउँदै हुनुहुन्छ? 5-6 जनालाई त म यहाँ भन्दा थाकेको छु। स्तुति प्रशंसा गर्नुभन्दा अगाडि नै आउनुहोस् न है चर्च। अब मैले उहाँलाई भन्न पनि छाडिसकेँ। यहाँ मात्र चल्ने बिहालो, माथि जाँदै गर्दाखेरि नि चल्दैन। मेरो घर यस्तो धन्दा थियो, व्यवहार गर्नु पर्थ्यो भनेर त यहाँ मात्रै हो त्यस्तो चल्ने। पछि गुप्त आगमनको समयमा प्रभु म एकछिन गुङ्गुरको दाना हाल्छु पक्नुहोस् न, मिल्दैन। प्रभु म बिस्कुट बेच्छु एकछिन पक्नु न पसललाई, मिल्दैन। जो तयार भएर बसेका छन् उनीहरू प्रभुको राज्यमा स्वत आँखाको निवेशमा। अब छुट्ने कि जाने ल भन्नुहोस् त, हात उठाउनुहोस् त। को तयार हुनुहुन्छ? को तयार? हात उठाएर मात्रै तयार गरेर भएन। हामीले बुझ्नुभयो नि, ब्राह्मण प्रभुसँगको सम्बन्धमा व्यक्तिगत जीवन प्रभुसँग जेको हुन पर्यो। उहाँलाई साँचो दुलाको रूपमा तपाईँले मान्नु पर्यो। मैले उहाँलाई साँचो दुलाको रूपमा मान्नु पर्यो। जब म जागा भेटाइन्छु नि त्यसपछि मात्रै म परमेश्वरको राज्यमा जाने। अब तपाईँको श्रीमान जागा भएर, तपाईँको श्रीमती जागा भएर, तपाईँको छोरा जागा भएर तपाईँ जान पाउनुहुन्न। जो व्यक्तिगत रूपमा जागा रहेको छ नि त्यो व्यक्ति मात्रै बादलको सवारीमा हामी के गर्नेछौँ जानेछौँ। अहिले पनि एउटा गीत गाउँदा साह्रै नाच्छौँ न। बादलमा हामी उड्नेछौँ, येशूसँग हामी उड्नेछौँ। हालेलुया। तपाईँ तयारी अवस्थामा पाउनु, केही गर्नै परेन। जब गुप्त आगमनको समय आउँछ प्रभुले तपाईँलाई उठाइ लगिसक्नु। हालेलुया। महिमित शरीर दिनुहुन्छ तपाईँलाई। मध्य आकाशमा गएर 7 वर्ष तपाईँ के गर्नुहुनेछ? येशू ख्रीष्टसँग मध्य आकाशमा तपाईँ रहनुहुनेछ। अब येशू ख्रीष्टसँग रहँदा कस्तो हुन्छ होला क्या, म आफैले अनुभव गरिरहेको छु, विचार गरिरहेको, सोचिरहेको छु। यति हो। अब मैले तपाईँलाई भन्न खोजेको कुरा के भन्थे है, गुप्त आगमनमा हामीले विश्वास कोही पनि नछुटौँ है। हाम्रो मण्डलीको मेन उद्देश्य मध्ये एउटा उद्देश्य के हो? येशू ख्रीष्टको आगमनमा हरेक विश्वासी उठाइ लगिनुपर्छ। र यो खिच्न सक्नुहुन्छ? म यतिकै राखेँ, समय कम भएको कारणले गर्दाखेरि हामी एकछिन प्रार्थना गरौँ। तपाईँको दियोमा तेल छ कि छैन? तपाईँको दियो कस्तो परिस्थिति?